प्लेटमा हालेर खाऊ भने हैन बिर्से त मिठो छ नि त धेरै त्यहाँबाट यही अल्छेछ के म किन प्लेटमा हाल्ने यसमा खान्छ नि त भाँडामा प्लेट पनि भाँडा यो पनि भाँडा एउटै त होइन अझ त प्लेटमा हाले भने मैले घोप्टाइसक्छु लौ त यसको त मोमो देखाइदिए बेस्ट मोमो अफ द होल वर्ल्ड खाऊ न के मोमो आङ गरेर खाऊ न नगर नि खुवाको मोमो मोमो यो मान्छेलाई मिठो लाग्छ अचम्मको कुरा जस्तै चिज मात्र हालेको मोमो खुवाको मोमो चकलेट मोमो एकजना आउनुभयो भाग्नुभयो बाबुलाई देऊ न खानुहुन्छ कि खानु नमालेको मलाई पराउनु म लिक्यो तिमी खुवाको मोमो खाने हो खुवाको मोमो खाने यो चिज हो होइन खुवा हो खाऊ न प्लिज कस्तो छ उसलाई चाहिँ मिठो मिठो खानुपर्ने मुख होइन त मिठो मिठो खानुपर्ने मुख प्लेट छैन है भाँडामा खानु हुँदैन सानो छोरा अब त भएर नि हजुरलाई होइन थर्काउनै पर्ने है तिमीलाई अनि परेन त नि यस्तो आनन्दले त्यहाँ मजाले रिल्याक्स गरेर खाइरहेको थिएँ अर्कालाई उठाएर यहाँ प्लेटमै हाल्न लाउनु भयो होइन अचार ए साँच्चै त तिमीलाई तरकारी खाऊ भने नि कराईमै खान्छ होला है दाल कुकरमै खान्छ होला है खुवा मोमो विथ नो अचार गाइजहरू यो मान्छे त्यो मान्छेलाई हजुरहरूको घरमा यदि केरिनलाई खाना खानु बोलाउनु भयो भने उहाँलाई दाल कचौरा चम्चा केही चाहिँदैन भाँडै राखिदिए पुग्छ चम्चा चाहिँ पर्ने के बनाऊ कसले खान्छ अन्डा हाम त नै तिमी खाऊ न त हुन्छ अन्डा हेर न रिकेलले चाहिँ अन्डा कहिले खानु हुँदैन होइन त्यो फ्राई गरे नि बोइलै गरे नि त्यो मामले मुछेर दिए पनि मैले कसरी थाहा पाएर खानुहुन्न मम्माले रोलहरू बनाएर अन्डा दिनुहुन्छ त्यो नि खानुहुन्न होइन रिकेलले सानोमा जन्मेपछि एकचोटि थोरै अन्डा खानुभएको थियो नुहारणको बेला त्यो पछि खानु भएको छैन ल नुहारणको बेलामा नभन न पास्नीमा भन न पास्नी नुहारणको के हो थाहा छैन होला अन्त पास्नीको बेला थोरै खानु छैन मलाई चाहिँ यहाँ दिँदाभरि मलाई यहाँ मोटो बनाइदिइसक्नुभयो दिनदिनै अन्डा उहाँ चाहिँ अहिले यहाँ अन्डा मास्टर हुनुभएको छ त्यही भएर हो क्या रिकेलको अन्डा रेसिपी छैन के ढल्यो अन्डा छ गाइसहरू यस्तो अनम्यानर्ड हुनु हुँदैन थोरै हाल्ने ग्यास गरिदिन्छु बिस्तारै राख यसले हाल ल भयो धेरै पिरो हुँदैन फु गर्ने होइन नि छोरा त्यसरी आँखामा पर्छ नि थोरै नुन थोरै है छोरा नुन थोरै है खोइ हेरौँ मम्माले हेरौँ ल ल ल ल यो कहाँ हाल्नुपर्छ पहिला यो हाल के बोए भाँडा पनि माझ ल तिमीले आज किन नाइने भाँडा माझ न पहिला कति मात्र हुन्छ अन्त मात्र लाग्नु न के हाल्नुभयो हजुरले व्हाइट कलरको
नुन भन न नुन साल्ट भन न व्हाइट कलरको नहुन व्हाइट कलरको साल्ट नुन हाल्यो भन न पिरो र खुर्सानी र नुन हाल्यो अब भन भयो पका भएको छैन होला पकाइ हारौँ टेस्ट गर न पहिला टेस्ट गर ल टेस्ट गर उसले टेस्ट गर्छ पहिला भएको छैन ल ओके न ल गाइस ल मेरो छोराले अन्डा बनाउने यदि हजुरहरूलाई अन्डा बनाउन आउँदैन भने मेरो छोरासँग सिक्न आउनुहोस् फ्री ट्रेनिङ होइन उसले चार्ज लिन्छ नि फ्री ट्रेनिङ कहाँ हुन्छ होइन छोरा तिमीले पैसा लिन्छौ यता हेर नि तिमीले पैसा लिन्छौ है अन्डा पकाउन सिकाएको है एकछिन पका न ल हालिदिउ अब सफा गरेर हाल सफा भाँडा सफा गरेर हाल हो सफा गरेर हाल हो गुड अब कहाँ राख्ने त्यो भाँडा कहाँ राख्ने रे हो त्यहाँ राख्ने होइन कहाँ राख्ने त्यहाँ राख्ने हो त्यहाँ राख्ने हो त्यहाँ राख्ने हो बोल्दिनँ नि फेरि म त कसरी फ्यालेको म हो ल अब पाक्दैछ रिकेनको अन्डा होइन मेरो तिम्रो हो तिमीले खान्छ है अन्डा थोती थोते यता देखाउ थोतेको मुख देखाउ यता देखाउ न थोते यता हेर न थोतेको नचलाउ न अहिले बिग्रिहाल्छ नि गुन्डी एकछिन पख न छोरा कान्छी एकछिन पख न कस्तो नटी चाहिँ हाम्रो रिकेन ढकाल तिमीलाई अन्डा बनाउन आउँछ र आउँदैन उसलाई भाइले अन्डा बनाएर खुवाउनु पर्छ ल चेफ के हो चेफ सरी अब कुकमा सेफ हो कि अनि पछि अनि त्यहाँ चलो खतरा सेफ हो नि त म होलिडेको बेला यस्तो खतरा परिकार बनाइरहेको हुन्छु नि लो धन्नले घटना घट्यो गाइस यहाँ हाम्रो नट्टी बोय हुनुहुन्छ नि यहाँ कहिले म फर्काइदिन्छु फेरि फर्काउन चाहिँ आउँदैन समाते छोरा यो खुर्सानी डल्लै छ ट्यालेन्टै हो नि मम्मी याद छ के गरे अरे म यसरी बाबुले चाहिँ यसरी अन्डा बनाइरहनु भएको थियो होइन अनि पछि म चाहिँ खैचण्ड म फर्काइदिन्छु भन्दै आएँ होइन रिकेललाई यसो उतास गराइदिएँ अनि पछि बिहान यस्तो गरेर फुत्दा अनि यता ग्यासको यतानिर झरेको थियो अनि अब फेरि मम्मा नि त्यही हुनुहुन्थ्यो रिकेन नि त्यही हुनुहुन्थ्यो पापा त्यही हुनुहुन्थ्यो त्यतिखेर चाहिँ झऱ्यो अनि पछि रिकेन चाहिँ बाहिर हात धुन जानुभएको थियो अनि पछि लास्टमा हो यसरी बडी डामा थिएन क्या अनि पछि हो मैले त्यसरी पल्काउँछु भने फेरि गरेँ त्यतिखेर चाहिँ ठ्याक्कै ल्यान्डिङ भयो यसरी थिच्नु अनि चिर्र गर्छ अनि धेरै प्रायः मम्मी फ्यारेट राइट राख्नु त के राख्नु छिटो गर न डिब्बामा जानु पर्यो यो साइडमा बनाउनु न त्यो ल छिटो प्लेटहरू ठिक्क पार अन्डा हाल्नु पर्यो नि केमा हालेर दिन्छौ नानीलाई हातमा दिन्छौ यसरी हो होइन हो ल भयो ल प्लेट खै त प्लेट ल ए यहाँ छ ओहो ल तिमी त्यो नगर बस न अनि बाबुले ल्याएर दिनुहुन्छ नि होइन छोरा हाम्रो यहाँ प्याज आधी प्याज छ है गाइस ल छिटो नि छिटो ल नानुलाई लगाइदिनु पऱ्यो नि हो ल ल ल हेर ल अन्डा र खाऊ ल खानुहोस् एकछिन वेट त्यो हजुरले हाने पर्छ पका नेकपिन खानुहोस् ल खानुहोस् देख्यो यस्तो भाइ चाहिन्छ कस्तो भाइ जन्माइदिया रहेछु त मैले फेरि नराम्रो ल खाएर बनाऊ कस्तो भयो बाबुले बनाएको अन्डा स्पुन चाहियो नि स्पुन छिटो देऊ छिटो अर्को देऊ न छोरा त्यो हुँदैन पखाल्नु पर्दैन बाबा अर्को देऊ न फेरि मान्छेले कहाँ खोज्ने होला स्पुन गएर ल्याइदिनु सरी लो कस्तो माने होला मेरो बाबुको साथ ओके गाइस लेट्स ट्राई रिकेन रामले कस्तो भयो भेरी गुड नुन बढिहाल्नु पर्छ हो तिमी पनि आउन त हुन्छ बस त यहाँ
बस त उसले चाहिँ यो खान्छ हेर्नुहोस् गाइस दिदीले अन्डा खान्छ उसले चाहिँ ट्वाक्का 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 टक्का ट्वाक्का ट्वाक्का टक्का टक्का ट्वाक्का टक्का टक्का तिमी एप्पल खाने हो छोरा ग्रेप्स खाने ल ग्रेप्स खान्छ ल ओके बाई